हेलो गाइज, हामी चाहिँ आज चौमेरी गुफा जान लागेको। हामी दुईजना भएर यो ठाउँ अलिकति एडभेन्चरस भएर चाहिँ हैन हामीले गाइड हायर गरेका छौँ। हजुरहरू जाँदा सायद गाइड हायर गर्नु नपर्ला, त्यही पनि जुन यसको एक्जिट वे छ त्यो एकदमै एडभेन्चरस छ भन्नुभयो उहाँले हैन। त्यही भएर चाहिँ हामीले उहाँलाई हायर गर्यौँ। भित्र हामी चाहिँ लाइट लिएर गएका छौँ। एकदमै अँध्यारो छ। अनि यसको बारेमा मैले पहिला पनि सुनेको थिएँ, धेरै मान्छेहरू जान पनि सक्दैनन्, एक्जिट हुन सक्दैनन् हैन। अनि बच्चाहरू त जानै सक्दैनन्। अनि हामी जाँदै गर्दा चाहिँ उताबाट एकजना आएको देख्यौँ। अनि उहाँले चाहिँ म जान नसकेर फर्किएको भन्नुभयो। त्यो सुन्दा चाहिँ मलाई झन् डर लाग्यो हैन। अनि त्यही पनि हामी तीनजना थियौँ र हामी आस्ते आस्ते आनन्दले हिँड्दै गइयो लाइट बालेर भिडियो बनाउँदै। चट्टान खस्यो भने के होला मट्टी वाला न तिम्रो यसमा 2 मिटर न्यूरिनु है बुझ्नुभयो चाहिँ ल गाउँ सकिन्छ जस्तो गर्नु ए यहाँ 2 मिटर म बाल्टे काम अहिले पुग्छ ल आया या जोन न हामी हिन्दू हैन। हजुर हामी हिन्दू, प्योर हिन्दू। यसमा सातले घर बनाउनु पातल पातल लुगा राख्नु है लड्छ अहिले असुको इट्स ऑल अबाउट साइन्स भन्छ के अरे। अब तिनटा पातल पातल राख्नु न, पातल पातल सातले बनाउनु 2 पातल पातल हो 3 हुन्छ मेरो गाडी 4 सानसानो राख्नु है यहाँ 5 त्यो राखेर 5 भयो 5 भयो 6 भयो। अब स्मल राख्नु 6 डन गाइज। अनि यो ढुङ्गाको 7 तले बनाइसकेपछि फेरि हामी चाहिँ अब फेरि यात्रातर्फ लाग्यौँ हैन। अब हेर्दै जानु दृश्य। अब यो माथि चमेर हेर्नु होला यो त तपाईँ गाउँ माथि छ है सबै होला नि कितमा परे आइ आइ मोबाइल उहाँलाई दिनु तपाईँ उहाँ जानु दुईवटा पोज गर्नु। अनि अब चाहिँ गाइडले चाहिँ ल माथि अब उभिएर चाहिँ फोटो खिचाउनु भन्नुभयो। अनि म चाहिँ माथि गएँ हैन। अनि साथीलाई फोटो खिच्न लगाएँ। जाँदैछ म माथितिर। हजुर तपाईँलाई लाइम स्टोन के भन्छे नि? हजुर यो सेतो ढुङ्गा हो। त्यो गाई भैँसी थुन जस्तो छ नि। हजुर 100 वर्षमा 1 इन्च बढ्ने ढुङ्गा हुन्छ सेन्सर है। यस्तो थुन जस्तो यो बढ्छ पानीले गर्दा। जति पानी पऱ्यो माथि उति फिल्टर गर्छ त। यो लाइन स्टोन सिधो छ। हजुर पाइप चलाउनु सही हुन्छ माथि हेर्नु त्यो खिच्नु मोबाइल आउँछ समाउनु डराउँदै आइयो यहाँसम्म। टोटली एडभेन्चरस। खिच्ने त मोबाइल हजुरले हातमा मोबाइल लिनुहोस् उहाँ जाँदै हुन्छ अनि हामी जान्छ यतैबाट हामी यतैबाट भाइ पहिला आएको सबै त्यो छ। त्यहाँ खेल्नु मान्छे आउँछ म माथिबाट तान्छु तपाईँले टर्च ल यसलाई तपाईँ अझै गर्नु त सुन्नु है। अब जस्तै हामीले क्रिस्चियन र मुस्लिमसँग गाइड आयौँ भने यिनलाई हामीले बिग कोप्रा बिग स्न्याक भन्छौँ भने हामीले प्योर हिन्दू पायौँ भने यिनलाई हामीले शेषनाग कि टाउका हुन् पुरै तल चाहिँ हामीले खिच्नु ल जुम गरेर ल
अब मोबाइल तपाईँ काम छैन पनि जेप राख्ने हो चढ्ने बेला खस्दा होला ठोक्किन सक्छ है टाउको मोबाइल जेप राख्ने अब यहाँबाट निस्किने कसरी निस्किने म यति डराएको थिएँ म त्यही दाइ उभिएको ठाउँमा म 10 मिनट जति म स्टक भएँ पसिना भछु म यो बाटो माथिबाट जान सक्दैन म अर्को बाटो जान्छु भनेर म यति रिक्वेस्ट गरेँ गाइडले चाहिँ हैन जानुहुन्छ मैले 110 केजीको मान्छेलाई पनि निकालेको छु हजुर त केही हैन भन्ने कुरा गर्नुभयो त्यही पनि म पसिना भएको थिएँ हैन त्यो दाइ मज्जाले निस्किनु भयो तर म चाहिँ सक्दै सकेको थिएन यो दाइले मलाई सेभ गर्नुभयो टोटल्ली डराएर म चाहिँ एराउन्ड 10 मिनट त्यही स्टक भएँ टोटल्ली ग्रेट एडभेन्चर फर मी 10 मिनट जति त्यही स्टक भएँ होइन सास फेर्न गाह्रो भएर मलाई टोटल्ली ब्रेथलेसनेस भएर एकछिन रेस्ट गरेँ त्यही 10 मिनट त्यो दाइले मलाई हेल्प गरिदिनु भयो कति पसिना भर्छु यो मान्छेलाई एउटा पनि पसिना आएको छैन यति मजाले निस्किए नि हैन तर म चाहिँ एकदमै डराएको थिएँ थाके एकछिन रेस्ट गरे एकचोटि आउनै पर्ने एडभेन्चरको लागि गाइस म त गाइस मजाले छिरे डरन दास पसिना भर्छु लिटरली अनि एकछिन रेस्ट गरेर मुखसुख धोएर चाहिँ हामी त्यहाँबाट निस्क्यौँ मेरो लागि एकदम एडभेन्चरस थियो हजुरहरूको लागि नहोला हैन एकदमै डराएको थिएँ म हैन थ्याङ्क यू सो मच फर वाचिङ बाई